अनि सामान के यो गाइजहरु यो बियोग चाहिँ सबभन्दा ढिलो गर्ने छैन हामीले 1 घण्टा कुरेर धेरै छिटो आइस यार धेरै छिटो आइस अनि कस्तो यत्रो जाम पर्यो कि यत्रो जाम पर्यो 7 बजे हिँड्नु भने बिहान बिहान के जाम लाग्छ त्यत्रो जाम छ नि कसम के कुरा हो हिँड्नु भने के हैन हुन्छ म छिटो हिँड्छु भने गाडी भाडा हालेर लिएर आउनु हलिरहेको छ अलि तिलक सरक त्यसै बनाउँछु कसरी चढ्ने भने फेरि मान्छे त्यो त पछाडिबाट आउनु पर्छ नि यसरी अन्त त्यही अगाडि रुस गरौँला कस्तो रमाइलो भइरहेछ जिन्दगी सौरभ के छ हामी चाहिँ अहिले 7 बाट पुगेको रहेछ ट्याक्कै अब चाहिँ हामी त माथि जान लाग्छौँ है अब चाहिँ हामी गोदावरीतिर जान लाग्छौँ सो परी परी त्यहाँ मेरो एयरपोर्ट मात्र खसोस् न तिमीलाई त म कसम परी हुए यार चाहिँ त्यहाँबाटै रेड बजार रोकिने थाहा हैन त्यही भने के माथि हिँडिरहेछ चलेगा कुछ नहीं होगा 50 आदमी मारे हैन कसै चाहिँ हामीले मन पर्छ भाइ 50 डिवाइड गर्ने किन राख्नु हैन देखिरहेको यहाँ हैन कस्तो बबाल दिएर हेन्सम दिएर चाहिँ म त मतलब क्या बटन खाने की जिंदगी आजको स्पोन्सर रसिका श्रेष्ठ पैसा एक झोला लिएर आज भयो ओइ
ओए रिच म एक झोला लिएर आएको पैसा कहाँ खर्च गर्ने भइरहेको कि कहाँ खर्च गर्ने मलाई त्यही थाहा छैन थ्याङ्क यू पैसा तिरेर चाहिँ मलाई यहाँ पुरा रिच जस्तो फिल आएर ल जाम 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 तिमीलाई खोकी लाखा होइन जाम जाम तेरे दिल में ईंटें मारी तो गया है बाबा यार अझै हिँड्नुपर्छ भने हामी चाहिँ अहिले चाहिँ गोदावरी आइपुगेका छौँ है साथी हो हेर्छु तेरो साथीको शीतल तू सांड बेर भाइ तू हाम्रा के अरे खप्पर गरम मत क्या के भन्छ अरे सिना हराम मत कर जीना हराम मत कर बे पसल यतै रहेछ झन् किन हुँदा के पसल यतै रहेछ झन् गीत बजाउनु भने खै इसको वाला लभ खोइ इसको वाला लभ बिचरा मस्त म एकछिन यहाँ थिएँ अर्कोचोटि चाहिँ भित्र नगाइकन अलि ठुलो सान पार्न धेरै दिन बोका हो नसुनेको ताकिरहने मनलाई तर्किरहन देऊ है गोली पल्सियो छुम तिम्रै तिम्रो खोलमा छिमेकी कति घुम्छ द्याट्स लाइफ भाइ आई एम नट लाइक यु अनरोमान्टिक पर्सन यार हो भने साँच्ची हो कसम गाइज यस्तो मलाई इन्जोयमेन्ट भइरहेको छ यस्तो कसम यार रमाइलो कसम बेस्ट रमाइलो भइरहेको छ कि सुनिन्छ वाइ नट तिम्रो मुस्कान हेर्न पाउने जसो छौ तिमी त्यही नै हो मलाई चाहिँ सुरिलो त के छ र गीत मेरो जति तिम्रो आवाज हुन्छ जति तिम्रो आवाज हुन्छ बाँधेको रिबन तिमीले बिताउला जीवन सौरोलाई पच्दैन कि
कस्तो फिल भइरहेछ भन्नुहोस् तपाईँले मलाई चाहिँ अहिले चाहिँ अलिअलि राम्रो भइरहेछ भित्रमा चाहिँ के हुने हो तर वियोगले होइन हामीलाई 1 घन्टा कुराको यति झ्याउलाइरहेको कहिलेकाहीँ कुर्नुपर्छ कहिलेकाहीँ गोठरेलीमा घोडालाई तबेला जाला जोबान रेलीमा नगर बेला हजुरले त सम्पूर्ण कुराहरू यो भिडियो मार्फत पाउन सक्नुहुनेछ एकदम सो हाम्रो भिडियोमा चाहिँ एकदम अब इन्टरटेनमेन्ट आउनेवाला छ है त्यही भएर सबैले लास्टमा हेरिदिनु होला कहाँनिर अब यहाँ चाहिँ हामीले टिकट काट्नु पर्ने हुन्छ है गाडी चाहिँ अब टिकट काटी चाहिँ हामी जानुपर्ने त्यही त 12-13 वर्षको पुरै लाग्छ के कस्तो पुरानो त्यही त दिइरहेको छ त नि हौ कति भनिरहेको छ त ठुलो चाहिँ 3 जना भनेको हैन टोटल सानो बच्चाहरु गरेर 8 जना भनेको के बच्चा 10 वर्ष मुनि त्यसपछि माथि त हो त्यही हो के यो चाहिँ नि 10 वर्ष मुनि हो अरु चाहिँ नि झन् 12-13 वर्षको भनेको हो कि एक पैसा टिकट काट्ने आइडी कार्ड डिस्काउन्ट दिएर छैन रे केही हुँदैन हुँदैन कि? त्यही उसले भन्यो भने कलेजले चाहिँ रिफर गर्यो भने चाहिँ हुन्छ रे न त हुँदैन पाँचजना जाऊँ हामी टिकट कतिजना को काट्ने हो जानु हामी जाँदै गर्दा हुन्छ पर्दिनु न टिकट आउँछ गयो ओ गाइज अहिले चाहिँ हामी ठ्याक्कै गोदावरी छिरिसकेका छौँ है हेरिसो सबैले आमामा के चाहिँ छैन कि यहाँनिर यार यस्तो रमाइलो ठाउँ छ हेर गाइज यार वाट अ ब्युटिफुल प्लेस यार अब जाऊँ एकछिन त्यहाँ घुमौँ अनि त्यहाँबाट आउँला अनि यसैपट्टि बस्नु लाग्यो माथि एकदमै रमाइलो ठाउँ छ साथीहरू तपाईँहरू पनि आउनु होला है एकदम रमाइलो ठाउँ नेसनल बोटानिकल गार्डन छिरम चल्नु माथि बाबा बाल ओ यहाँ फोटोहरू कहाँ हो यसमा टिकट लाग्छ नि लाग्दैन वाउ कस्तो क्या सर आउनु कस पनि लिएर आउनु पर्ने रहेछ यसमा चाहिँ एक्लो सिङ्गल जिन्दगी गयो कि यार यसो हेर्दैछ नि आमामा बोटानिकल फुलै फुलको बगैँचामा मेरी माया भन्ने गीत चाहिँ यहाँ आउने रहेछ कि कसम यार सरमै लाउने पिरती नै गाँसौ आज भने यस्तो बब्बाल गाइज यार एकदम रमाइलो भइरहेको छ मलाई चाहिँ सो माथि जाउँ मार्छ केटाले फेरि अहिले घुमाउँ न अहिले गएर कतै बसौँ ठाउँ खोजेर बस्नु बसौँ कति आमा यहाँ रमाइलो खालको नि बब्बाल यार फुल त कसम के हो कि जाम अब यार साथीहरू कहाँ छन् म
अब हाफ पनि लाउनु जाने साथीहरू कहाँ गयो फेरि खै खै कति उयो स्पिकर बजाउ न ल्याउन म बजाउँछु कि त्यही भने अलि राम्रोवाला होती है फिलिङ्स भन्ने तल हिँड यहाँबाट हिँड न कस्तो मेरो हाम्रो गाउँतिर यस्तै हुन्छ कि माथि उस्तिर होइन के अरे त्यो मालिक जानुपर्छ त यस्तो यस्तो मजा फिल आउँछ कि कस्तो यार बाल बिराउँछ कि हरियाली तर्किन भाइ अनि यस्तो ठाउँमा आएर देख्न एकदम भन्दा के बेकारमा कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर हामी त मान्छे डेन्जर छौँ केटा अनि यस्तो चढिदिन्छौँ कसम खोला नाला छ कि यार काठमाडौँ आएदेखि आज 3 वर्षपछि बल्ल खोला नाला देखेँ मैले आँखा नि राम्रै हो मन पर्यो नि यो ठाउँ त्यही भने कस्तो कस्तो संस्कार सिकाइ गर्छन् नि संस्कार भन्ने कुरा कहिले सिकाउँदैन यस्तो पछि काटेर एउटा क्लिप निकाल्नुपर्छ दुईजना क्लिप हेर्न यस्तो आएर म पछाडिको सिन हेर जाऊ जाऊ यो को मान्छे हो कि यस्तो को मान्छे यस्तो म यहीँको आदिवासी हो कि आदिवासी हो क्या है रे ये इतना खूबसूरत कैसे हो सकता है हाँ पार लोग माछा कति ठुल्ठुलो रहेछ साथी हो यार माछा हेरौँ है माछा आइएम कमिङ वाउ कस्तो यार यार ग्रीन हाउस माया तिम्रो घरको बारदलीमा अहिले बिचमा त्यो बस्नु न कसम यस्तो मोबाइल खाउँछ नि यार केही कुरा भन्नु कि साथी यार फोटो इट क्यानट इमेजिन यार ए यस्तो कस्तो देख्ने अहिलेलाई जवानैमा कहाँ कहाँ डुलाउँछौ रातो रातो सारीमा ए खोलाको साइडमा खाना पाउन केटा ए पानी आइरहेको छैन कसम यस्तो पुल हाम्रो गाउँतिर मात्रै पाउँछ यार काठको पुल अलि उकालो भयो यो मिलेन कि अलि यतातिर बस्नु बरु हामी बस्ने ठाउँ नि मिलिरहेको छैन है के गर्नु कि जिन्दगी यार बगी जाने खोला कहाँ पुगिने उडी जाने पंछी कहाँ जाने बगी जाने खोला
मेरो यस्तै छ पारा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बर ल है ए फोटो खिच्ने भनेको ए ल मिस एकदमै रमाइलो भइरहेको छ साथी आज चाहिँ होइन हामी गोदावरी घुम्न आएका समय एकदमै धेरै रमाइलो भइरहेछ त हेर्न सक्नुहुन्छ धेरैजना मान्छेहरू आएको छन् घुम्नलाई यता नि धेरै आएको छन् यता नि धेरै आएको छन् होइन खाजा खाने कार्यक्रम चलिरहेछ एकदमै रमाइलो छ ठाउँ चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ फुल्लै फुल छ पानी पनि फुल्छ यो पुरै माया देऊ मलाई आदि होइन एकदम रमाइलो भइरहेछ के रौ यार के गर्ने आइसको फोटो खिच्दै फेरि उलाई चल कति त्यही भनेर आज क्यामेराम्यानै बनाइदिएको सबैले फोटो खिचाछ हैन ल मेरो चाहिँ आफ्नो आइफोन छ ओहो हो कहाँ जाने हो भिडियो बनाउने भने के भने ओइ भिडियो ट्रोपिकल हाउस बबाल ठाउँ छ यार कसम यार धेरैजना आएको छन् यार घुम्नलाई ओहो हो के रमाइलो छ यार जिन्दगी टाइम मिल्यो भने तपाईँहरू पनि घुम्न आउनु होला है सबैजना माया गर मायालुले स्पिकर बजाउनु नानी हो तिलक खोला खोला बुवा खोला राम कति धेरै मान्छे घुम्न आएर तिलक यहाँ यता यता खिच्नु कस्तो ब्याकग्राउन्ड कस्तो बल आइरहेको छ कि यहाँ उता क्या अरे सो 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 बतास भनेर फोटो सेसन कार्यक्रम चलिरहेको छ यहाँ बतास कसम यार मान्छे भिड चाहिँ बब्बा छ
एउटा फोटो लटकना मना है गाइस आजको डे चाहिँ हाम्रो लगभग इन्डिङ मोमेन्टमा आइसकेको छ होइन हामी चाहिँ अब गोदावरीबाट हाम्रो रुमतिर चाहिँ जानु लाग्यो सो अब अलिअलि मोमेन्ट्सहरू बाटोमा हेर्नेछौँ हाम्रो च्यानलमा चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु यही भन्न चाहन्छु म अब चाहिँ हामी रुमतिर जाँदैछौँ अब धेरै रमाइलो गरियो जिन्दगीमा एकदमै मेमोरेबल थिङ्सहरू हामी लिएर गइरहेछौँ मेमोरेबल पछि चाहिँ आजको डे चाहिँ एकदम मेमोरेबल थियो जहाँसम्म लाग्छ सबैको लागि चाहिँ सौरभले चाहिँ अनि जस मेरो लागि त एकदम वान अफ द बेस्ट मोमेन्ट नै हो होइन देन इन्डिङ पार्टमा चाहिँ हामीले यो अब बनाइरहेछौँ होइन सो सबैले माया गरिदिनु होला है सबैले मन पराइदिनु होला सबैले माया गरिदिनु होला मेन होइन अब अहिले मेन भ्लग भन्दा नि सबैको हाम्रो मेमोरी चाहिँ एकदम क्रिएट गर्न खोजा होइन अनि त्यसपछि चाहिँ इन्भाइरोमेन्ट चाहिँ एकदम पिस छ एकदम नै दामी छ यहाँ चाहिँ अब आज चाहिँ एकदम नै धेरै मान्छेहरू देख्न सकिरहेको छ हामीले चाहिँ हामी चाहिँ ठ्याक्कै अब गोदावरी घुमिसकेर घरतिर लागिसकेका छौँ है एकदम रमाइलो हो आजको हाम्रो डे एकदमै मेमोरेबल थिङ्सहरू लिएर जाँदैछौँ एकदमै रमाइलो हाई क्लासिक खालको फिल हो कि मलाई चाहिँ होइन साथीहरूसँग एकदम मजाले हाँस खेल गरियो रमाइलो गरियो है पोटाटो बिस्कुट खाएर सुरु भएको थियो ए खाएर अन्त्यमा खाका खाइछन् खाका खाइछन् है मैले चाहिँ मात्रै खाएको मलाई बियोगले दिएन केही खान नि यत्तिकै मोटाउँछ भन्नु बिर्सेको नि छैन फर्किआउँछौ भन्ने माया फर्किरहेछु म नि चाहिँ कार्यक्रम भइरहेको रहेछ एकदमै रमाइलो कार्यक्रमहरू हुन्छ एकदमै रमाइलो हुन्छ केटा आउनुहोस् तपाईँहरू टाइम मिलाएर घुम्न जानु होला है जुन ठाउँ बहिनी हुन्छ यसो जङ्गल एज अ खोला नाला भएको ठाउँमा जानु होला एकदमै माइन्ड फ्रेस हुन्छ तपाईँले थाहा पाउनुहुन्छ कि लाइफ कस्तो भन्ने थाहा हुन्छ
माया नदेऊ म हिँडी जानेलाई सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई सर्भिस दिन तयार छौँ तपाईँलाई कस्तो सर्भिस चाहिन्छ जस्तो सर्भिस चाहिन्छ हामी त्यस्तै सर्भिस प्रोभाइड गर्नेछौँ भन्नुहोस् तपाईँलाई दोष अब चाहिँ हामी गाडी चढ्ने बेला आइसक्यो है साथीहरू हामी गाडी चढेर फेरि रुम पुग्नु पर्ने यार भोलि पोस्टिङ छ ड्युटी यार के गर्नु जिन्दगी यार कहिले सकिन्छ यस्तो यार अल्लारे जीवन कहिले सकिन्छ कहिले लाइफ सेट गर्ने भइरहेको छ ल ओके साथी हो अब चाहिँ हाम्रो छुट्ने बेला आइसक्यो है म चाहिँ यही साटोबाट डाइरेक्ट कपन जान्छु होइन साथीहरू चाहिँ उता सानो भर्याङ जान्छन् सो हाम्रो चाहिँ अब छुट्ने बेला आइसक्यो धेरै रमाइलो गरियो आज शनिबार साँच्ची मेरो कार्ड उस अरे आइडी कार्ड धेरै काम लाग्छ साथीहरू म चाहिँ खै कहाँबाट जाने हो गाडी कहाँ पाउँछ दिनु पर्यो दोस्त राम्रोसँग जाऊ ल नानीहरू तिलक जाऊ ल बाँधेको केस फुकाइदेऊ न हावाले उडाएको मनपर्छ भन्ने गीतको फिलिङ्स आइरहेको छ कि आज धेरै रमाइलो गऱ्यो आज गोदावरी गयो होइन यता घुमियो धेरै जिन्दगीमा रमाइलो गर्नुपर्छ काबिल म चाहिँ गाडी चढेँ हो जहरीली आँखा मारे